Hello everyone, good morning and welcome back to my YouTube video. आज चाहिँ मैले मर्निङबाटै भिडियो सुट गर्दैछु किन भन्दा चाहिँ आज चाहिँ मेरो हस्बेन्ड धेरै दिन बाद आउनु हुँदैछ है। यो भन्दा अगाडिको भिडियोमा मैले यहाँ हुनु हुँदैन भन्ने भिडियो चाहिँ बनाएको थिएँ। आज चाहिँ आउनु हुँदैछ। सो आज चाहिँ म मर्निङमै छिटो उठेर रुमहरु पहिला सरसफाइ गरिहाल्छु। अन्तखेरि चाहिँ आज म के गर्छु अन्त के उसको लागि बनाइदिन्छु त्यो सबै कुरा आज चाहिँ म भिडियो बनाउने वाला छु। तर जति सक्दो चाहिँ सर्टमै बनाउन कोसिस गर्छु, यति लामो चाहिँ नहोस् भनेर। हेर्दिनुस् होला कस्तो लाग्छ। म चाहिँ भर्खर वाशरूम गएर मुखसुख धोएर ब्रस गरेर पनि आइसकेको। हुन्छ अब बेडबाट स्टार्ट गर्दिनु ल सरसफाइ चाहिँ। बिगार्नु चाहिँ सबसे छिटो। यो फुल चाहिँ दामी भएको छ। कुहिरहेछ यस्तो हाम्रो बारी जस्तो भइरहेछ। यहाँ हेर्नुहोस् फुल दामी फुल रहेछ। यो वाला फुल चाहिँ यहाँ पुरा हुँदो रहेछ हौ पठानकोटमा। मुला, भेन्डी, गाजर, पर खिरा, फर्सी, सागको बिजनहरु फेरि हुँदैछ। यो मुला चाहिँ आज मेरो हस्बेन्ड आएर छाड्छ। मलाई त आउँदैन यस्तोहरु। के गर्छ कस्तो गर्छ उले गर्छ। साग पनि पर चाहिँ यहाँ केटीहरु बुन्दैछ हौ। ओइ स्वेटर बुन्दैछ यहाँ छेजुङ दिदीले त्यसको छोरीको लागि। गाइस किचनमा पनि पोछा हालिहाल्छु म। यस्तो खालके चाहिँ एकदम सजिलो हुँदो रहेछ। यस्तो वाला बेडसिट चाहिँ एकदम खप हाल्यो सकिहाल्यो। मेरो लुगा पटाइ चाहिँ एकदम राम्रो उयो छैन, खतरनाक। यति हो मेरो लुगा पटाइ चाहिँ। यस्तै डल्लो तेर्सो। अनि फेरि यही जग्गामा उदय दादाले पटायो भने चाहिँ चकाचक बनाइदिन्छ। तर म चाहिँ जान्दिनँ यतिकै मेरो चाहिँ।
दिदीले दिएको सल भवना दिदीले भिडियो हेर्नु हुँदैछ भने म लगाउँदैछु अहिले विन्टरमा काम लाग्दैछ आफ्नो घरबाट देखेर जे कुरो पनि माया लाग्नु अरे क्या त माया लाग्छ यो देख्दै पछि यो देख्दै पछि हैन कि अब दिन्छ नि आफूलाई गिफ्टहरु के त्यस्तो हुँदा रहेछ है आफ्नो देखेपछि चाहिँ अपने तो अपने होते भनेको जस्तै भयो अहिले एकदम मजा आउँदैछ हल्का छ तातो पनि हुन्छ यसले मेरो पट्टाको हिसाबले थाहा भइसक्यो होला मेरो गोद्रेज यहाँनिर चाहिँ देखाउनु पर्दैन भनेर यस्तो भइरहेको छ लुगाहरू र गाइस यसरी चलिरहेको छ हो मेरो लुगाहरू देखाउन चाहदिनँ म किनभने म एकदम पट्टाएर मिलाएर राख्छु ए यहाँ हेर्नुहोस् त मैले बुन्दै गरेको देखाउनु पर्यो तपाईहरुलाई यो चाहिँ मैले अहिले क्रोसियाको त्यो ब्ल्याङ्केट जस्तो टाइपको छ नि त्यो वाला पुरा ट्रेन्ड भन्नु फेमस भन्नु चलिरहेको छ नि त्यस्तै बनाउन कोसिस गरिरहेको क्षमतामा छु म यतिमा आइपुगिसकेको छु यो चाहिँ मैले किन यस्तो कलरफुल भयो भन्दा म रेनबो जस्तै बनाउन आँटेको सबै कलर मिक्स गरेर लेट्स सी कस्तो टर्न आउट हुन्छ भनेर अन्त त्यही हो घरहरू सेमा चटक चटक बनाइसके हो उतापट्टि पनि हेर्नु ल यहाँ हेर्नु यतापट्टिको कोठाहरू पनि चटक चटक भइसकिसक्यो हो यस्तो भइसकेको रुमहरू चाहिँ भनौँ भने चाहिँ मर्निङको वर्कआउट नगरे हुन्छ यहाँ चाहिँ बिहानको यो कामले नि वर्कआउट सब हुन्छ मर्निङको यसले अब म नुहाउने हो नुहाइधुवाइ गर्छु अन्तखेरि मैले यहाँ कम्प्लिट लुकै देखाइनँ है अहिले देखाउँछु कि अब नुहाइधुवाइ गर्छु हो अन्त नुहाइसकेर चाहिँ खाना बनाउनु थाल्छु म बिचारा अब माथि कस्तो खायो खानाहरू हो अन्त अब म चाहिँ सधैँ अब बनाउनु पुरा इच्छा लाग्थ्यो नि त भिडियो अब हस्बेन्डहरू आएको बनाएको त कस्तो राम्रो लाग्थ्यो क्या मन पर्थ्यो कि म त जहिले पनि मलाई त अल्छी लाग्ने नि त भिडियो बनाउनु फेरि फोन पक्रिरहनु पर्यो क्यामेराको त्यो मिलाइरहनु पर्यो एङ्गल यताउता गर्दाखेरि म तर अरू बेला यसरी चुट्की बजाउँदा पनि काम हुने चाहिँ आज चाहिँ यस्तो टाइम लाग्यो 2 घन्टाहरू हुन आँटिसक्यो बित्थामा यति मात्रै सफा गर्दा पनि भोलिदेखिको त बिचरा त्यो पनि गर्नु नगरे पनि हुन्छ मैले तर मैले कर लगाएको छैन मेरो हस्बेन्डलाई तर उसले सबै गरिदिइरहेको हुन्छ बिहान उठ्दाखेरि चाहिँ एकदम पोछा सोछा बडाल कुराल खालि म बिहान उठ्यो मुखसुख धुयो वर्कआउट सर्कआउट गर्यो त्यहाँदेखिको बसेर दिनको खाना बनायो त्यस्तो मात्रै हो तर मैले कर चाहिँ लगाएको होइन उसको इच्छाले काम गरेको इच्छाले बढालिदिइरहेको हुन्छ पोछा सोछा सब मारिदिइरहेको हुन्छ अब ऊ नहुँदा त गर्नु पर्यो हो अन्तखेरि चाहिँ त्यही हो सो अब म नुहाउँछु उसको बाद प्रे पनि गर्नु छ किनकि आज मेरो फास्टिङ हो ट्युसडेको अन्त नुहाएर प्रे गरेर चाहिँ खाना बनाउन थाल्छु अन्त मैले चाहिँ आज एकदम उसलाई स्पेसल बनाइदिनु आँटेँ अब टाढोबाट आउँदा चाहिँ कुछ न कुछ स्पेसल बनाइदिइरहेको हुन्छु मैले त्यही पनि आज चाहिँ मलाई सबै कुरो रेकर्ड गर्नु मन लाग्यो नि त आज चाहिँ म भिडियो बनाउँछु बसाउँछु जसरी भए पनि त्यही माथि अरू बेला ढिलो आउनुहुन्थ्यो ढिलो भन्दा पनि इभिनिङ टाइमतिर आउनुहुन्थ्यो त आज चाहिँ फेरि आफ्टरनुनमा आइपुग्छु 2-3 बजीभित्रतिर आइपुग्छु होला भन्नुहुँदै थियो कि फोन गरेर अहिले त अन द वे हुनुहुन्छ अन्त चाहिँ कुछ स्पेसल बनाइदिइराखिदिनु पर्यो बिचारालाई है यत्रो दिनको बात आउँदाखेरि मिठो मिठो खानु पाओस् भनेर ल हुन्छ अब बेसी बकबक गरे बेसी भाषण दिन्छु बोलेपछि बोलेको त्यही भएर चाहिँ नुहाइधुवाइ गरेर प्रे गरेर खाना बनाउने बेलामा चाहिँ म भेट्छु तपाईहरुलाई बाई सो फाइनल लुक चाहिँ यस्तो भइसकेको छ हो रुमको टुर चाहिँ यति होला हेलो र म चाहिँ नुहाइधुवाइ गरेर निम्बु पानी खानु आँटेको छु हो खै हो
पानी ताताउँदैछु निम्बु पानी खान्छु मेरो भिडियो मेरो किचन मेरो स्वीट किचन किचन हैन अहिले एकदम ट्रेन्डमा भइरहेछ नि के पो भन्दै थियो होला अफिस यो चाहिँ मेरो अफिस हो यहाँ चाहिँ म सिग्नेचर गर्छु भनेको जस्तो अब यहाँ चाहिँ पुरा मेरो सिग्नेचर दिनभरि सिग्नेचर चलिरहन्छ फ्रेस भयो फ्रेस अब चाहिँ यो तातो पानी पनि टक्क राखेर हो आज चाहिँ मैले मेरो हस्बेन्डको लागि चाहिँ के बनाउँदैछु भन्दाखेरि कोलाई मनपर्छ दालमा सुँगुरको खुट्टा हालेको सुँगुरको खुट्टा र दाल बनाइदिन्छु अन्त गोर्खा चटनी त अब त्यो छैन भने सबै कुरा अधुरो हुन्छ टिप्छु साग यसले गर्दा 2 छाक भइसक्यो अस्ति 1 छाक आजको 2 छाक म चाहिँ हमेसा यहाँनिर आएर काटकुटहरू सबै गर्छु किनकि यहाँ चाहिँ घाम पनि मजाको आउँछ हो घाम पनि मजाको आउँछ कपाल पनि सुकिहाल्छ हो अब चाहिँ मेरो काटकुट स्टार्ट भयो ल निम्बु पानीको साथ अहिले भेट्छु सो मैले चाहिँ यहाँ काटकुटहरू यो गोर्खा चटनीको लागि काटकुट सक्यो यो मसलाहरूको लागि हो साग यो बारीबाट फ्रेस टिपेको अन्त आज चाहिँ म यो पर्कहरू बनाइदिने यो चाहिँ खुट्टा यो चाहिँ दालसँग बनाइदिन्छु दाल र खुट्टाको नि त यो अन्त यो चाहिँ म अलग्गै यो त मैले उबालेर राखेको त्यही भएर यस्तो देखिरहेछ यो मैले अलग्गै खालको स्टाइलमा बनाउने यो अलग्गै बनाउने हेर्दै गर्नुहोस् यहाँ आलु उब्लिँदैछ हो मैले सर्सोको तेल चाहिँ हालिसकेको छु जिरा हाल्दैछु उसको बादमा हाल्दैछु म प्याज खोर्सानी रेड चिल्ली यसलाई चाहिँ चिल्ली भातले हाल्दैछु उसको बादमा ब्राउन कलरको प्याज भएपछि चाहिँ अदुवा र लसुन म चाहिँ पेस्टहरू हाल्दिनँ उयो के अरे मिक्सीमा पनि पिस्दिनँ किनकि मलाई चाहिँ यस्तो होला कुटेकै टेस्ट आएको जस्तो लाग्छ नि त त्यही भएर अब चाहिँ यतिको भयो हो मेरो अदुवा लसुन प्याज अब चाहिँ म यो खुट्टा हाल्नु आँटेको छु खुट्टा अब यसलाई एकछिन छोडेर चाहिँ कालो दाल हाल्छु कालो दाल चाहिँ मैले ओभरै बेसी भिजाएछु 2 दिन पुग्ने त्यही मैले एकै दिनमा पकाएँ कि क्या हो राख्नु हुँदैन त्यस्तो बिग्रेको जस्तो हुन्छ मसालामा यहाँ हालिदिन्छु चाहिँ यसलाई एकछिन लाइट ब्राउन भइन्जेल यतिकै छोडिदिएर त्यसपछि आफ्नो टमाटर अन्त घरमा कुछ भी मसला चाहिँ त्यो सबै हाल्नुपर्छ र मलाई भिडियो लामो हुन्छ जस्तो लाग्यो अहिले म सबै कुरा बनाइसकेर मात्रै देखाउँछु है तपाईँहरूलाई ल अहिले चाहिँ मेरो बुढा आएको जस्तो लाग्यो म यहाँनिर रेकर्ड गर्छु ल उसलाई थाहै छैन आज भ्लग बनाउँदैछु भनेर के भनेको आज मैले भ्लग बनाउँदै थिएँ नि त मर्निङदेखिकै अन्त मैले दादा आएको मैले भिडियो बनाएको ल अन्त मेरो राखिरहेको स्ट्यान्ड मेरो बुढा चाहिँ आइसक्नु भएको छ एकदम यो उयो लिएर हाई भन्दिनु हाई हाई म आइपुग्यो भन्नु 15 दिन बादमा ब्याक टु होम बुढालाई चाहिँ यत्रो दिन बाद आएर के जस्तो लाग्यो अरे कहाँबाट आएको जस्तो लाग्यो कति दिन बाद आउँदा
कहाँ आएको जस्तो लाग्यो अरे नि त्यस क्वार्टरहरू सबै आँखा फाडी फाडी हेर्दैछ उसले अहिले चाहिँ होस् अहिले अब फ्रेस भएर देखाउँछु ल मैले चाहिँ खाना पस्किदिसकेँ हो मेरो बुढालाई अन्त यहाँ बनाइदिएको छु रायो साग र पर्कको मिट गोर्खा चटनी अन्त यो चाहिँ मैले कालो दालसँग खुट्टा बनाइदिएको नि थाहा छ हो वाउ कालो दाल र खुट्टा कस्तो लाग्यो तपाईहरुलाई दार्जिलिङ स्टाइलमा बनाइदिएको तिमी खान्नु मैले अन्त अघि अहिले 5 बजीतिर आइपुगेर चाहिँ मलाई तिमी खान्न मैले खाएर टेस्ट गर्न कस्तो लाग्यो तिमी खानु अलिकति खानु नि तपाई मेरो बुढाले अभियसली मिठै बनाउँछ नि त्यो थाहा छ नि मलाई अघि बाटोमा खाना खानु भनेर गाडी रोएको थियो मेरो बुढीले घरमा बनाएर पर्खिरहेको छ कहाँ खान्छु नखाइहाल्यो नि त गाई बाटोमा पनि यहाँ हेर्नुहोस् अघि मैले बनाएको चाहिँ यस्तो खालको भएको छ खुट्टा हड्डीसँग यसरी बनायो भने चाहिँ मिठो हुन्छ नि उसको तर सागसँग फेभरेट भनेर साग पनि बनाइदिएको नि त अब एकछिन नम्बरलाई म खाँदैछु मिठा पनि बनाइदिउँ भनेर सोचेको थिएँ कि बनाइदिनँ फेरि उसले खाना खाएपछि मिठा खाँदैन नि त खाना खाएपछिको मिठा अन्त कस्तो लाग्यो यत्रो दिन बाद आएर कहाँ छु जस्तो हुँदैछ नि हौ घरिघरि त कहाँ आइपुगे जस्तो हुँदैछ नि हौ कहाँ आइपुगे जस्तै माथि हो गाइस योपालिको सबसे लामो है प्रोग्राम हाम्रो दिन 15 दिन यहाँ हो अन्त 15 दिन 3 4 कति महिना त बसेको छु एक्लै तर 15 दिनमै भनेको मतलब प्रोग्रामको हो हामी ड्युरेसन नि अरू बेला त 5 दिन 6 दिन हुन्थ्यो नि त आज चाहिँ 15 तर बानी त भइसकिसक्यो 5 दिन गएर आयो भने पनि पर्खेर बस्नुपर्छ 5 साल गएर आयो भने पनि पर्खेर बसिरहेको हुनु पर्यो होइन हो कि होइन आज तिम्रो स्टेटसमा मैले के रिप्लाई दिएको थिएँ भन्नु न भन्नै देखेको मैले एउटा स्टेटस हालेको थिएँ कि कुनै एउटा त्यो कुनै के फुलको उयो भमरा फुल भुल्ने हो फुल भुल्यो भमरामा त्यो फुलमा भुलेर त 8 वर्ष भइसक्यो भमराले बिहा गरेको त्यस्तो भनेर कमेन्ट गरिरहेको रहेछ लेग पिस हालिदिनु पर्यो लेग पिस खाऊ दाल होइन लेग पिस मात्रै आज लास्ट हो नि तर भोलिदेखि त फेरि खतरा फिजिकल हुन्छ नि पुरै फेरि पेट चाहिँ छ्यापचुप छाप चाहिँ कति घट्नु पर्यो तपाईँलाई चाहिँ सिक्स प्याक गड सिक्स प्याक निकाल्नु नि ल म भिडियो यतिमै एन्ड गर्छु ल आज यतिमै त थियो आज मैले पुरा खाँदा रहेछ यसले त भन्छ ला काम ड्युटी पनि त त्यस्तै गर्छ खानेवालाई खानुपर्छ तपाईँ त त्यस्तै सोचिरहनु होइन ड्युटी पनि खटेर गर्छ खाना पनि दब्बाएर खानु पर्यो नि होइन आफ्नो कमाइको खाइरहेको छ स्वाङ गरिबस्छ होइन ल हुन्छ तपाईँहरूलाई मेरो भिडियो कस्तो लाग्यो हो आज म यतिमै एन्ड गर्नु चाहन्छु ऊ चाहिँ बिजी छ खानुमा हो दायाँ बायाँ केही नहेरिकन खाइरहेको छ र मैले आज मर्निङदेखिको अहिले कति 5 बजे हो यतिमा म भिडियो एन्ड गर्न चाहन्छु तपाईँहरूलाई कस्तो लाग्यो मेरो भिडियो मन परेमा लाइक कमेन्ट गरिदिनुहोस् अनि सब्सक्राइब पनि गरिदिनुहोस् होला तपाईँहरूलाई कस्तो लाग्यो बाई भनिदिनु खुसी आएर ह्याप्पी आज म खान्दैछु नबोला न अन्त तपाईँले त मलाई मसँग भेटेर कस्तो लाग्यो के भनेन त म भिडियो एन्ड गरेको अब त एक्सप्लेन गर्नै पर्दैन हैन गाइस त्यो त सबैलाई थाहा छ कस्तो हुन्छ भनेर